बुढी 50 डिग्रीको घाममा रगत पसिना बगाएर मैले जग्गा पास गर्न सबै पैसा पठाएको छु। भोलि नै पास गर्नु हुए। तेरो त्यो गधा बुढाले पठाएको पैसाले यो जग्गा मेरो नाममा पास भयो। अब त्यो भरियालाई नेपाल फर्किनै दिनुहुन्न। ए बुढी, मेरो बुढाले पठाएको पैसाले मैले मोज गर्ने हो। त यहाँ दासी जस्तै काम गर, 1 रुपैयाँ पनि दिन्न। 3 वर्षपछि आज मेरी बुढी र आमालाई कस्तो सरप्राइज दिन्छु। मेरो पसिनाले किनेको घरमा अब म राज गर्छु। बुढी, यो सब के हो? मैले रगत पसिना बगाएर पठाएको पैसाले त यो परपुरुषसँग मेरो ओछ्यानमा के गर्दैछस्? त साले यहाँ किन आइस? यो घर र जग्गा अब मेरो नाममा छ। आज तँलाई मारेर यही गाडी दिन्छु कुकुर। म तै जस्तो पसिना गनाउने भरियासँग बस्न सक्दिन। यो मेरो र मेरो मायालुको घर हो। निस्किहाल यहाँबाट। चुप लाग साले। अब यो घरमा तेरो केही पनि अधिकार छैन। त सडकको कुकुर होस्, सडकमै गएर बाँच। यो कम्पाउन्डमा फेरि पाइला टेकिस भने तेरो खुट्टा छिनाली दिन्छु साले। जा अब गएर सडकमा भिख माग। हे दैव, मेरो निर्दोष छोरालाई कस्तो दशा लाग्यो। ती पापीहरूले मेरो छोराको रगत पसिना लुटेर आज सडकमा फाले। अब यो सडकको भिखारीलाई कसैले हेर्दैन। हामी भित्र गएर मोज गरौँ। यसलाई यही हिलोमा सडेर मर्न दे। आज तैँहरूले मेरो रगत पसिना लुटेर मलाई सडकमा फालिस। याद राख, यो पसिनाको एक एक थोपाको बदला म लिन्छु।